ह्याप्पी जुलाई 4 सबैजनालाई। आज चाहिँ हामी ओल्ड नेभी स्टोर गएको छौँ सपिङ गर्नलाई। भाइ चाहिँ रमाइरहेको छ अनि सबै 50% 30% डिस्काउन्टमा आएको रहेछ सेल। अनि हामी चाहिँ अलिअलि सामान नानीहरूलाई किन्यौँ ओर्यौँ अनि घुम्यौँ। त्यसपछि एकछिन टाइम बितायौँ त्यहीँभित्र अनि सबैतिर घुम्यौँ ओर्यौँ। अनि यहाँ चाहिँ हामी इन्जोय गऱ्यौँ एकछिन भए पनि। अनि ऐनामा चाहिँ भाइ र बहिनी चाहिँ अनि म रहन्छु त्यहाँभित्र भनेर चाहिँ कोट्याउनु थालेँ। अनि त्यसपछि एकछिन त्यहाँ हेऱ्यौँ अनि एक फन्को घुम्यौँ सबैतिर। अनि यहाँ चाहिँ नानीहरूको लुगाहरू रहेछ। अनि यता चाहिँ मेस्सी भन्दै थियो भाइले। अनि मेस्सी भेट्यो अनि एकछिन मेस्सीसँग रमायो। अनि बहिनी पनि रोनाल्डो खोज्दै थिए, रोनाल्डो भेटिन। नभेटेपछि अब भाइले चाहिँ मेस्सी हालो बहिनीले पनि भेटी। अनि बहिनीले भेटी अनि भरे पे गर्ने बेलामा चाहिँ भाइले निकालिदियो बहिनी होइन रोनाल्डो भन्नु। अनि त्यसपछि बहिनी खोज्दै चाहिँ अनि भाइले चाहिँ बोकेर ह्याप्पी भइरहेको छ भनेको। दे आर सो एक्साइटेड। अनि घुम्दैछ। अनि भाइ चाहिँ गलो अरे अनि कारमा बस्छ अनि उसलाई चाहिँ ठेलिदिनु अरे क्या पछाडि। बहिनीले के हेऱ्यो माइ गड बहिनीले यसरी लुगा फुकालेर हेरिरहेको थियो। अनि भाइले पनि फुकालेर हेऱ्यो। अनि त्यहाँबाट एकछिन फन्नी भयो। अनि त्यसपछि नि गलो अरे फेरि गलो अनि कारमा बस्छौँ। अनि हामी एकछिन घुम्यौँ। अनि यिनीहरू निस्किनै मानेनन् बाहिर। अनि त्यहीँ घुमिराखेँ। अनि भाइलाई मैले हाफ प्यान्ट हेरिदिएँ। त्यसपछि बहिनीले मलाई पनि भन्न थाली। अनि बहिनीकोपट्टि जाँदै थियौँ। अनि बहिनीको पनि भेषहरू हेऱ्यौँ। अनि भाइले बाथरुम जाने भन्न थाल्यो। अनि म बाथरुम खोज्न जान आँट्दै थिएँ। बहिनीले भेषहरू हाल्दैछ डेडी छोरीबाट। अनि त्यसपछि हामी निस्क्यौँ त्यहाँबाट। अनि नजिकै के पो थियो बहिनी म्याजिक माउन्टेन थियो। अनि त्यहाँ गयौँ। अनि म्याजिक माउन्टेन गयौँ। अनि एकछिन घुम्यौँ। अनि घाम थियो अनि गर्मी थियो बाहिर चाहिँ। भाइलाई चाहिँ धेरै गर्मी भयो भनेर चाहिँ त्यहाँ खेल्न मानेन त्यति साह्रो। अनि बहिनी चाहिँ घुमी एकछिन अनि एकछिन त्यहाँ बस्यौँ। अनि गफ खेल्नेहरू ठाउँ थियो। अनि सबैतिर चाहिँ हामीले बिस्तारै घुमिराखेको थियौँ। भाइलाई चाहिँ एकदम बोरिङ भइरहेको थियो। यसले झगडा गरिरहेको थियो, रिस उठाइरहेको थियो मलाई। अनि बाउ छोरी अघि लागे। अनि भाइ चाहिँ रिसाइरहेको थियो। अनि भाइ र म एकछिन पछाडि बस्यौँ। रिसाइरहेको छ भाइ गर्मी भयो भनेर रिसाइरहेको थियो। अनि त्यसपछि उता जाने भन्दै थियो। अनि भित्र अनि ट्याम्पलिङ पार्क थियो। अनि त्यहाँ जाने भन्दै थियो। अनि होइन एकछिन यतै घुम्नुपर्छ भनेर चाहिँ हामी त्यहाँ घुमिराखेको थियौँ। अनि म्याजिक माउन्टेनको चाहिँ टुप्पोमा जानलाई खोज्दै थियौँ। अनि रुख हरियाली थियो, राम्रो थियो वरिपरि वातावरण एकदम इन्जोय गर्नको लागि। अनि माथि छ म्याजिक माउन्टेन। अनि भाइ चाहिँ यहाँबाट बहिनी डेडी एप्पीपट्टि चाहिँ माथि जाने अरे अनि माथि भनेर चाहिँ हिँडिरहेको थियो। नि हाई गाइस बहिनी पनि सो एक्साइटेड। अनि त्यसपछि भाइ पनि हामी त्यहाँ एकछिन बस्यौँ। तर साह्रो गर्मी थियो बाहिर बस्नु नसकेको। अनि हेऱ्यौँ ओर्यौँ take some chances and stop your thinking and start your living. Get your shoes on, we're going dancing. There's little problems we could solve. Try another, I know you got one. There's no hurry, life likes calling. In the van we're driving to Austin. It feels like time was making fun of me. Picking away at the walls and I can barely breathe. This might be my only chance to leave. Let's not miss this opportunity. Leave it with me. You're the king of Carolina. You're the singer, band's behind you.
crowds around here, they just talk through you. Nothing's better when they love you. Rumor has it there's an angel in the crowd where you guys are playing. We've been drinking, so now we're praying they don't find us in wasted. Feel like time is making fun of me, taking away at the walls and I can barely breathe. This might be my only chance to leave. Let's not miss this opportunity. With you crazy. To my family, I love them. Till that I'm doing everything I can. Make it home for Christmas. I'll make it alive. Do it again, yeah. खुट्टा पनि दुःख भन्न थाल्यो अनि त्यसपछि हामी अर्कोपट्टि गयौँ होला अर्कोपट्टि जान्छौँ आयो म त भिडियो गरिरहेको थिएँ भाइ होइन अनि मेरो चाहिँ कसैले भिडियो गर्नु मलाई रिस उठिरहेको थियो अनि के गर्नु भाइ के छ खबर अनि त्यसपछि हामी घर आयौँ अनि जुलाई 4 मनाउँथ्यो लुगा पटेका पड्काउने भने अनि त्यसपछि हामीले Stop you thinking, start you living. Get your shoes on, we're going dancing. Living problems we could solve. Try another, I know you've got one. There's no hurry, lifelike's calling. In the van, driving to Austin. अनि त्यसपछि हामीले स्विमिङ गर्नलाई रेडी हुँदैछौँ अनि It feels like time is making fun of me, taking away at the walls and I can barely breathe. Thank you for watching, guys. Bye. This might be